She moves like a map with no borders, a whisper caught. And what's up guys, it's me Ramit. I'm back in YouTube channel. I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। अनि अहिले चाहिँ हामी घुम्न जान लागेको। हाम्रो साथी नै आइसक्यो यहाँ। यही हामी दुईजना तीनजना भयो। अब दुईजना आउँदैछ अझै पनि। अनि हामी चाहिँ अब सैलुङ डाँडो भनौँ जान लागेको। दोलखा जिल्ला जाँदैछु। मलाई त थाहा छैन हैन। यहाँ हाम्रो मेन लिड यसले भनेर म जान लागेको हो। सो अब यति छ हैन। अनि सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। सबैभन्दा अगाडि त्यही भन्न चाहन्छु। ल अब बाइक भिडियो दुईजना नि आउँछ अनि त्यसपछि के कस्तो हुन्छ म देखाउँदै गर्छु हेर्दै। यो के ठाउँ? ओ यो के ठाउँ? पढ्नु होला। मैले थाहा भएन यो ठाउँको नाम के? सिस्नेरी के रे? तीन घुम्ती सिस्नेरी 7 3 घुम्ती। हामी अहिले त्यहाँ आइपुग्यो हैन। यहाँको ठाउँ चाहिँ यस्तो छ हेर्नु होला। अहिले चाहिँ हामी चाहिँ यति छौँ हैन। यहाँनिर साथीहरू सबैजना डिस्कस गरिरहेको छ। अनि मैले चाहिँ यो चलाइरहेको छु एन्ड टर्क। अनि यो भयो साथीको, त्यो भयो नि साथीको। अनि यहाँ सेक एउटै क्लासमा पढेको साथीहरू सबैजना। यो विजेश, ए हेलमेट लाउने विजेश। यो चाहिँ डिओजी डन। ल त्यही हो हैन। यताको ठाउँ चाहिँ यस्तो छ हेर्नु। अहिले चाहिँ हामी यहाँ माथितिर आइपुग्यौँ ठाउँ। दिस इज द भ्यू। तर आजभोलि त हरियाली धेरै छैन रहेछ हैन। यहाँबाट हिमाल देखिरहेको छ यार, कस्तो मिठो देखिरहेको यार। त्यही हो अलि सबैजना भिडियोहरू खिचिरह, म पनि खिचेको। अब माथि अब खाना खाने ठाउँमा गएर रोक्छौँ अनि त्यहाँनिर देखाउँछु नि तपाईँहरूलाई के हुन्छ। यो चाहिँ स्कुल रहेछ यार। स्कुल कोही छैन त आज के हो? अहिले हामी खाना खानलाई बसेको, भात नआएर अड्केको। यहाँ चाहिँ खाना आउँछ एकछिनमा। अहिलेलाई यही देखान बिस्तारै जानुपर्छ। अब अहिले देखाउँला बिस्तारै बाटोमा कहाँनिर के हुन्छ कस्तो हुन्छ हेर्दै गर्नु होला। सो गाइज अहिले चाहिँ हामी स्कुटरबाट झरेर पनि ग्रेट वाल अफ चाइना भन्न मिलेन जस्तै त्यस्तोमा हिँड्छु। दिदी चाहिँ मासतिर जानुपर्छ क्या। हामी चाहिँ बिस्तारै हिँड्दैछौँ। ऊ त्यो चोर भइहाल्यो। यहाँनिर रोहित, यहाँनिर शेख, यहाँनिर म। अनि हामी जाँदैछौँ। ठगाइ लाएर चुर भइसक्यो। साकिबको त अहिले पछि देखाउँछु साथीहरू। अहिले हिँडिरहेको छु। कहाँ भने होइन यहाँ सैलुङ। यहाँ हामीले जाने चाहिँ राइट। डोना लाउरेहरू यतापट्टि चाहिँ के हो महादेव गुफा अरे। यतापट्टि चाहिँ सैलुङ। अनि हामी चाहिँ सैलुङपट्टि जाने। ठगाइ लाएर प्याक भइसक्यो मलाई। त्यही पनि भिडियो बनाउनु पर्छ हो। अब माथि गएर नि सोध्दै जान्थ्यो नि हामी। Look me and look view. तिमीहरूलाई देखा भने होला, तिमीहरूलाई देखा छैन भ्यू त्यहाँ। सो गाइस हामी चाहिँ बल्ल बल्ल अब माथि पुग्यौँ।
अझै हिँड्न बाँकी छ ऊ त्यहाँ पुग्नु पनि छ अहिले हामी यहाँ तलै छौँ त्यत्रो ऊ तल्लोदेखि यार कम त धेरै हिँड्यो गाइलाएर मन लाग्यो केटाहरू त्यहाँनिर आउँदैछ भ्यू हेर्न सक्नुहुन्छ बेलुकाको भ्यू सनसेट हुने बेलाको भ्यू हुने बेला होइन सनसेट भइसक्यो खास गरी हामी सनसेट हेर्ने भनेर आएको सनसेटै गइ त गयो अब त्यो माथि गएर हल्का थोरै भिडियो सिडियो होइन यताउति खिच्नुपर्छ अनि त्यसपछि लाग्नुपर्छ तर यार यत्रो ठुलो ज्याकेट ल्याएको ठिकै भएछ चिसो रहेछ यतातिर झन् चिसो के लागेको छैन फिल भएन विन्ड प्रुफ ज्याकेट हट कस्तो छ यहाँ भ्यू कमेन्ट गाइज होइन हट थोरै यहाँ आउँदाखेरि फोहोर चाहिँ नफाल्नु होला अन्त खल्तीमा हालेर राखेको छु अनि यस्तो राम्रो ठाउँमा फोहोर फालेर हेर्ने कस्तो छ अझ यो हरियो भएको भए झन् राम्रो हुन्थ्यो होला अझ अहिले ऊ छ क्या होइन मलाई कस्तो ब्लर आएर हो अब ठिक भयो नि त्यही हो भिडियो हेरेर त राम्रो आएको छ ह्यान्डसम देखाएको छ ल भइहाल्यो पखान कति हतार गरेँ अनि के भन्थ्यो मेरो च्यानलमा लाइक कमेन्ट सब्सक्राइब हान्दै भन्नु न लाइक कमेन्ट सब्सक्राइब हान्दै भन्नु न सेयर पनि गर्ने गर्छु अरूलाई सबले हेरोस् धेरै दुःख गरेर आयो आएको छ बाटो भने खत्तम मलाई बाटो खत्तम छ झुलखेलबाट अनि फेरि यता 10% जतिको होला खत्तम बाइक सम्म छ है ठिक छ अरू अझै यहीँसम्म आउनु मिल्नुपर्ने हो बाइक त्यही भने यहाँसम्म आउनु भयो त दामी हुन्थ्यो यार मलाई दुःख नि गर्नु पर्दैन थियो हेलमेट पनि बोकेर लिएर आउनु पर्दैन थियो होइन ठिक हो अब नाइस यसो हाइकिङ गर्नु पऱ्यो हाइकिङ गर्दै घुम्न मजा छ त्यो भन्दा हेर ऊ त्यहाँनिर हेर ल एउटा मात्र रुख्यो पुरै ऊ त्यहाँनिर मेरो अलिक ब्लर देखायो होइन किन हिमालहरू क्या दामी देखिरहेको ल गाइस भिडियो खिच्न सुरु भइसक्यो अब ल मलाई यत्रो दिन हरायो किन हरायो भने होला होइन यो हेर्नु देखाउन हरायो यो भ्यू स्याहार नै भयो ए नाइट भ्यू हल्का काला क्या भिडियो सुटहरू चल्दैछ यतापट्टि यो यताभित्र गएर हेरेर आउँछु के कस्तो छ तर यहाँ भ्यू हेर्नु सक्नुहुन्छ यस्तो दामी छ भ्यू मेरो क्यामेरा के भयो फाइनली पुग्यो केटा पुग्यो कस्तो मलाई ब्लर आएको किन के भएर ब्लर आइरह्यो फाइनली पुग्यो भ्यू दिस इज कल्ड भ्यू यु क्यान सी अब एकछिनमा यता भित्र गएर देखाउँछु यता भित्र गएको भिडियो सबै देखाउँछु मैले एकैछिन 5 मिनट अनि अहिले चाहिँ हामी निस्केको चिसो अब धेरै चिसोमा बस्यो भने चिसो लाग्ला भनेर निस्केको टावरबाट होइन अब यहाँबाट हामी चाहिँ अहिले यहाँ भ्यू टावरमा चढ्न गएको भ्यू टावरमा चढ्दाखेरि केही भएन यस्तो छ दामी कस्तो आएको यार पुरै मेरो यार क्यामेरा के भयो यार फोहोर आएको कि के हो यो
कस्तो ब्लर आइरहेको होइन तर ठिक छ म एडिट सेडिट गरिहाल्छु हल्का हल्का ब्लर आयो भने माइन्ड नगर्नु होला ए हामी चाहिँ यहाँभित्र निस्किसक्यौँ यहाँभित्र चाहिँ मन्दिर भ्यू 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 यु क्यान वाच भ्यू नाइस